हेलो हेलो नमस्ते म केसी आज चाहिँ मेरो बर्थडे थियो हैन अनि मलाई चाहिँ बर्थडेको यस्तो मतलब हुँदैन कि म मनाउँछु भनेर म चाहिँ सोच्दिनँ बट फॅमिलीहरुले मेरो बुढो मेरो छोरी मेरो देउरानी मेरो देवरहरूले चाहिँ मनाउनु पर्छ भनेर म यतिकै तयार भएको थिएँ अनि केक सेक पनि लिएर आएको रहेछन् हैन अनि बच्चाहरू पनि रमाइलो गरेको थिए क्या अनि मैले पनि सोचेँ केही छैन उनीहरूको खुसीको लागि भए पनि केक काट्छु भनेर सानो केक लिएर काट्दिएको तर यिनी बच्चाहरूलाई देख्दा कस्तो खुसी लाग्यो क्या यिनीहरू यति धेरै खुसी थिए त अब यिनीहरूको मन पनि दुखाउन चाहन्नथे त्यही भएर मनाइदिएको मैले बर्थडे है मलाई चाहिँ त्यस्तो खासै मन पर्दैन अनि बच्चाहरूले केक मलाई मतलब खुवाउन लागेको थिए अनि मलाई केक मन पर्दैन र त्यही भएर अनि म पनि थोरै थोरै सबैको हातबाट लिँदै खाँदै गरेको थिएँ अनि मेरो बुढाले चाहिँ केक खान मना गरेको मलाई मिठो खान चाहिँ मना गरेछन् हैन मिठो खानेन भन्छन् अनि त्यही भएर म थोरै लिएर आफ्नै हातबाट खाएको